आमा भात पाक्यो भात पाक्दैछ बाबु भर्खरै अलिकति आशा माथि सबै माथि आउनु पर्यो भर्च्याउनु पर्यो बल्ल पाक्ने भयो ओ न हेर ल यहाँ हाम्रो आमाले के गर्नु भयो होला यहाँ भात पाकेर भात त्यो तिनीहरूसम्म भात पुगेछ अनि यसै गर्ने हो भने त अनि त्यो चामल किनेर ल्याएको गरी सबै खतम भइजाने जस्तो लाग्यो मलाई त खतम हुन्न नि देउताहरूको भाग गयो यताउता उसिटी ए ल आमाले के भन्नुभयो भने चाहिँ देउतालाई चढाएको अरे माथिपट्टिको जति पनि माथि आउँछ त्यो सबै देउताको भाग हो अरे अनि अरू त्यो तल कुकरभित्र रहेको हामीले खाने होला होइन त्यही हो ए आज मात्रै यस्तो भयो कि पहिला पनि यस्तै गर्नुहुन्थ्यो नाइ पहिला यस्तो हुन्न थियो पहिला अब कहीँ ताउलीमा डेक्चीमा पकाउँथ्यौँ क्या आउन थियो आज कुकरमा अब बनाएको माथि आयो देउताहरूलाई चढ्ने भयो कुकरमा पकायो बेला पहिलोचोटि मासतिर चढाउनु पर्छ देउतालाई सब मासतिर आउनुपर्छ भन्ने रहेछ कहिल्यै नबसालेको कुकरमा आज बसाल्दाखेरि माथिर देउताको भाग माथिर आएछ ल ल ठिकै छ त्यसो भए अब देउता खुसी हुन्छन् बेसरी आज खुसी हुन्छन् अब पहिला सुरुमा नुहाकी देउतालाई माथिर आयो पछि बुवा आएपछि रिसाउनु त हुन्न नि फेरि भात यसरी पकाएको भनेर के रिसाउने अब मैले त्यस्तै बनाएँ पहिल्यैबाट मैले पकाएको छोरी मान्छे र छोरा मान्छेले के भन्ने हुन्छ ल ल ल ठिकै छ अब जे भए पनि यो देउतालाई चढाएको अरे साथीहरू ल केही छैन अब यो माथिपट्टि त्यति धेरै आएको रहेछ किन आएको भनेर म त पहिला हेर्दाखेरि कन्फ्युज भएको यो देउतालाई चढाएको रहेछ है त